नमस्कार साथीहरू। के तपाईँ जिन्दगीभर काम गर्न चाहनुहुन्छ? धेरै मानिसहरूले जिन्दगीभर काम गर्छ, तर उनीहरूसँग पैसा भनेको कहिले हुँदैन र उनीहरू भनेको समृद्ध कहिले पनि हुँदैन। किन? किनभने उसले एसेस्ट के हो भनेर बुझेकै हुँदैन। एसेस्ट केलाई भन्छ अनि लाइफमा कसरी समृद्ध हुने भनेको उनीहरूलाई थाहा नै हुँदैन। यो भनेको धेरै धनी मान्छेहरूको म फर्मुला भनिरहेको छु। उनीहरू जिन्दगीभर काम गर्छन् तर कहिले पनि उनीहरूलाई समृद्धि आउँदैन लाइफमा, किनभने उनले एसेस्ट बुझेन। एसेस्ट के हो? अब एसेस्ट भनेको सेयर भयो। सेयरमा तपाईँ लगानी गर्नुभयो, राम्रो कम्पनी चुनेर भने तपाईँको लाइफ टाइम त्यसले तपाईँलाई डिभिडेन्ड दिन्छ। तपाईँ उसको सेयर बढेर तपाईँ उसलाई बेचेर पैसा कमाउन सक्नुहुन्छ। लाइफ टाइम तपाईँलाई डिभिडेन्ड दिन्छ। दोस्रो भयो म्युचुअल फन्ड भयो। त्यसपछि रेन्टल इन्कम, जस्तै घर जग्गा किन्नु, घर किनेर त्यसलाई रेन्टमा लगाउनु, जिन्दगीभर लाइफ टाइम तपाईँलाई पैसा दिइरहन्छ, होइन? त्यही भएर एसेट बुझ्नुपर्छ, नत्र भने जिन्दगीभर काम गर्नुपर्छ, होइन? पहिला फर्स्टमा त काम नै गर्ने हो, काम गर्ने हो, पैसा बचाउने हो र त्यो पैसा बचाएको पैसाले एसेस्टमा लगानी गर्ने हो, ताकि रिटायरमेन्टको बेला दुःख नहोस्, समस्या नहोस्। त्यो यदि तपाईँले एसेट्समा लगानी गर्नुमा तपाईँको लाइफ समृद्ध हुन्छ। एसेट्समा के खरिद्ने त? जस्तै तपाईँले सेयर खरिद्न सक्नुहुन्छ, म्युचुअल फन्ड हुनसक्छ। त्यसपछि तपाईँले जग्गा किनेर त्यसमा घरमा लगानी गरेर त्यसलाई रेन्टमा लगाएर रेन्टल इन्कम मजाले सुती खान सक्नुहुन्छ। यो भनेको एसेट्स हो। धेरै मान्छेले एसेट्स के हो भनेर बुझेको हुँदैनन्, त्यही भएर उनीहरू जिन्दगीभर सङ्घर्ष गरिरहेछन्, तैपनि उनीहरूलाई कहिले पनि पैसा पुगेको हुँदैन र कहिले समृद्ध पनि हुँदैनन्। एउटा कुरा याद राख्नुहोस्, इन्कम भनेको काम गर्नुजेलसम्म मात्र पाउने हो र एसेस्ट भनेको सुती पाउने हो। त्यो काम गरे पनि पैसा आउँछ। त्यही भएर एसेट्समा लगानी गर्नुपर्छ। इन्कम भनेको जीवन चलाउँछ। इन्कमले जीवन चलाउँछ, तर एसेट्सले भनेको जीवन बदलिदिन्छ। एउटा तपाईँको मात्र होइन, तपाईँको आउने पिँढी र सन्ततिहरूको पनि जीवन बदलिदिन्छ। त्यही भएर एसेट्समा लगानी गर्नुपर्छ। धन्यवाद। यस्तै इन्फर्मेसनको लागि सन्तोष यादवलाई फलो गर्नुहोस्।